म यति धेरै खुसी छु कि किनभने आज चाहिँ मेरो फाइनली नेपालदेखि सामान आइसकेको छ। बुढी हुनुको फाइदा चाहिँ यति छ साथीहरू, अरू केही छैन। ए सामान आइपुग्यो, के पठाइदिएछ त मेरो बुढीले। ल सरासर म देखाउने छ के आएछ केटा। आज चाहिँ माल आयो कि के, यो त गतिलै माल छ जस्तो छ त हौ। आहा, यो के चाहिँ रहेछ त यसमा। अहिले लास्ट टाइम करेन्ट। अब यसको यस्तो मजाले बजाइन्छ नि नेपालको माल। यहाँ विदेशको खाँदा खाँदा वाक्कै भइसक्यो कतिवटा। ओहो, यो त पानीपुरी त मेरो बेस्ट हो। त्यो पनि पठाइदिन्छ। तिमीलाई धेरै धेरै माया अनि सम्झना। मलाई लागिन्छ। करेन्ट कति आएछ? एउटा तिनवटा के आयो? ओहो, फाइनली चिज त यहाँ छ नि। यहाँ अजिना छ के, अजिना। यो फाइनली चिज छ। यो भएन भने जिन्दगी चल्दैन मेरो। चाउचाउ हेर्नुहोस् कति चाहिँ चाउचाउ। बुढीले धेरै माया गरेर चाउचाउ हाल्दैछ। अब के गर्नु, समस्या भयो। चाउचाउ हाल्दैछ। यो चाहिँ के हो? खोला न जाठा के चाहिँ रहेछ त फाइनली? खोल्ने केही छैन। टेप साह्रै गाह्रो रहेछ हौ। दाँतले नि खोला न, दाँतले पठाएको चिज भने हातले दाँतले अलिक केले खोल्नुपर्छ। मल चाहिँ गति नै छ जस्तो छ। यो गन्दा सुन्दा चाहिँ खोल्नु पो यो तारा सक्यो कामले गर्दाखेरि। कस्तो कसेर पठाएको हौ। यो खालको कसैले त मर्यो त नि। जसले चक्कु लिएर आउनु। यो खालको फेरि खोलिनु मान्दैन क्या। माल त डक्टर हाल्नु रहेछ। यो चाहिँ स्पेसल लोकल भालुको मासु। अट्टा यसलाई चाहिँ आज फेरि व्यवस्था हुन्छ यसको चाहिँ। यो चाहिँ स्पेसल गोरुको। तागत त बढाउनु पर्यो, यहाँ अलिकति समस्या छ। यो चाहिँ गोरुको। यो फेरि लोकल खोर्सानी, जिरे खोर्सानी माया गरेर पठाइदिनु भएको छ मलाई मेरो दिदीले। यो पनि गोरुकै हो। अनि अब अरू भनेको यो चाहिँ पानीपुरी हो। मेरो बेस्ट हो नि त पानीपुरी। म नेपालमा भातभन्दा धेरै खान्थेँ, त्यही भएर बुढीले माया गरेर पठाइदिएछ। है म साह्रै हिँडाउँछु, उठ अलिक अल्छी लाग्छ, त्यही भएर बुढीले यो पठाइदियो गरेर यो खाएर अलिक एनर्जी बढाऊ भनेर। करेन्ट आएको छ। कति रहेछ? 4 5 6 7 8 9 10 पिस करेन्ट। लगभग कति रहेछ? 2 4 6 8 10 12 14 18 20। यो पानीपुरीको मसला भयो। लोकल टमाटर पनि लोकल घरमा फलेको टमाटर पनि पठाइदिएको छ होइन। अनि काम गर्दा मैले हात दुःख भनिरहेको थिएँ। अनि त्यही भएर तेल पनि माया गरेर पठाइदिएको अरे। मलाई म सानै छु होला, त्यही भएर सानै पठाइदिएछ तेल चाहिँ। ल मेरो बुढी अनि जसले मलाई माया गर्नुहुन्छ सम्पूर्ण मेरो परिवारलाई मनदेखि नै सम्झेको छु भन्ने मेरो भिडियो यही इन गर्न चाहन्छु। हस्त नमस्ते।